गुणतन्त्रमा आधारित निर्दलीय प्रजातान्त्रिक व्यवस्था जनताले स्पष्ट बुझ्ने भाषा हो र यसको माग नेपालमा ह्वात्तै बढेर गएको छ। कमसे कम भर्खरै सम्पन्न निर्वाचनले जनता अब पुराना राजनीतिक दललाई रक्षानमा मिल्काउन लागि परेको प्रमाणित गरिदिएको छ। अब यहाँ दलहरूको धन्दा चल्न मुस्किल हुन थालेको छ। विकल्प खोजिनु अनिवार्य छ। शासनमा सबैलाई समेट्न नसक्नु नेताहरूको कमजोरी हो। नेताहरू दलको दायराबाट माथि उठ्न नसकेका कारण आज अधिसंख्यक जनता मात्रै होइन, दलकै कार्यकर्ता समेत असन्तुष्ट छन् र दलका नेताहरूलाई जसरी पनि बढार्ने जमर्को गरिरहेका छन्। खासमा यो जसले जहाँबाट गरे पनि स्वागत योग्य कदम हो। माटो सुहाउँदो जनचाहना बमोजिमको र सबैलाई समेटेर लैजान सक्ने व्यवस्था नल्याए वा मौजुदा व्यवस्थामा व्यापक सुधार गरेर सबैलाई समेटेर लैजान नसके अब नेपाल देश र यसको सम्प्रभुता जोगाउन कठिन छ।